नमस्कार, राजनीति तीर्थयात्रा भ्लगमा यहाँलाई स्वागत छ। मेरो बुवाले लेख्नुभएको मुक्तिनाथ यात्राको विभिन्न भागहरू पछि अब बद्री केदारको जाने क्रममा अहिले चाहिँ गयाको वर्णन, गया कसरी रह्यो भन्ने कुरा थियो र अहिले गयामा कसले श्राद्ध गरेका थिए भन्ने कुराको दोस्रो भाग, गया वर्णनको दोस्रो भाग म यहाँलाई वाचन गरेर सुनाउँदैछु, सुन्नुहोला। गयामा त गएर पिण्ड दिनलाई पर्वै उही बुझियो। सूर्य मकर कुम्भ मेष धन फेर कन्या आमा बास्यो। सोमा बत्ती समेत परो यदि भनी अत्यन्त राम्रो सुन। हिँड्दाको अनुकूल लग्न हरण भए पनि गर्नु पुगेकै दिन। पिण्डै दिन त ठाउँ धेर रहेछन्, बढन त कमी के गरी। गया फाल्गुनमा श्राद्ध गर्दा पितृ जानेछन् तरी। गौतम बुद्धको मन्दिरै पनि उनै रानीले राम्रो गरी बनाई सिँढी ताई ठिक्क गरिछन्, उकालो जानी चढी। विराटको पनि प्राचीनै समयको गाउँ किल्ला राम्रो छ र। पाण्डवले पनि 12 वर्ष त्यही नै बसी नमानी डर। अर्जुनले पनि बाण हानी भिरमा पहाड फोरिकन। पानी झट्ट निकालेको पनि त हो भन्छन् सबै लोकजन। मन्दिर ताई विष्णुको पनि छ लौ इन्द्रकी जुन श्रीमती। अहिल्या रानीले बनाएको अरे राम्रो कति हो कति। हनुमानजीको पनि गजबको मन्दिर बनाई अब। माथि जानका निमित्त सिँढी पनि लौ ठाउँ ठाउँ बनेका सब। सूर्य कुण्ड पनि बुझिलिनुहोस्, पहाडकै टापुमा जानु पर्दछ उकालो चढिकनै विचार त आफूमा। दुखै हरिणी देवी मन्दिर भई राम्रै सीता देशिला देखियो। पतालेश्वर राम लक्ष्मणहरू मन्दिर त्यही देखियो। बहादुर राजाले अगाडि गई सिँढी बनाइकन ठ्याक्कै पारिदिएका रहेछन्, देखियो 357। सोही सिँढी चढेर जानु पर्ने पर्वतको टापुमा। दर्शन श्राद्ध त गर्नु पर्ने ठाउँ धेरै रहेछन् त्यहाँ। यो सब लौ इतिहास हेर्न पनि त वायु पुराणमा छ यो। त्यहाँ आई घुमेर हेरिकन त ठाउँ सबै देखियो। दुर्वासा च्यावन भृगु र मरिची काश्यप अरू धेर ऋषि। मुक्तै हुने त तीर्थ कौन भन्दै छलफल गरेछन् बसी। गया फाल्गुन त उत्तमै भनी त्यहाँ निश्चित गरेछन् पनि। उनले रामसँगै गएर पहिले बोधार्थ दिए अनि। त्यहाँ देखे त रामचन्द्र हरिले गयाजीमा गइकन पिण्डै दिन्छु भनेर ठिक्क गरेछन्, आश्चर्य भोलौ सुन। उनको बाबु त त्यही नै गइकनै दर्शन दिएछन् जब। पिण्डै थापी लिएर आशेको देही अन्तर भएछन् तब। युधिष्ठिरले त्यही गइकन कतै श्रद्धाति गरेका छन्। पिताले आशेको दि जीवित शरीरै स्वर्ग पुगेका हुन्। भीष्मैले गई फेरि विधिसँग त्यही श्राद्ध गरेका लिया। प्रभावले सन्तनु खुसी भयो नि स्वर्ग पुगेका थिए। विशाल राजा पहिले छोराछोरी नभई चिन्तित थिए पनि। पुत्रेष्टि सब कर्म गर्न कनता बहुत दान गरी लिए अनि।
तथापि एक पुत्र नभइकन त के कसो गरौँ भनी बहुत विद्वान साथमा गइकन गरी सोधनी पनि बताएछन् तिनले गयाजीमा गई तर्पण श्राद्ध गरनु उनकै पितृहरू सम्झी बहुतै ढुक्कमा परनु अवश्य सन्तान लौ तिमीकन हुनेछन् भनिदिए यति सुन्न साथै गइकन त श्राद्धै त गरिलिए पिता दादा चाहिँ दर्शन दे तत्काल त्यही घडीमा पुत्रैको वरदान दि मिली गए श्रीहरिमा खुसी भई घर आई उनिकन त पुत्रै त भई गए छोरालाई घर छोडी तपस गर्न वनतिर जाँदा भए अब यसपछि क्रमशः काशी बनारसको यात्राको वर्णन म सुनाउँदै जानेछु स्वीकार्नुहोला र यस भिडियोमा गएर हेरिदिनु हुन अनुरोध गर्दछु धन्यवाद।